हेलो हेलो गुड इभिनिङ सबैलाई गुड इभिनिङ। सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। आरामै रहनुहोस्, सन्चै रहनुहोस्, राम्रो गर्नुहोस्, राम्रो सोच्नुहोस्, पोजिटिभ भाइब्स आउने कामहरू गर्नुहोस्। म सुमन पोखरेलको तर्फबाट यही छ शुभकामना। देशलाई भड्खालोतिर नलैजानुहोस्, सबैजना मिलेर राम्रो बाटोतिर लानु होला। म पनि पहिला अगस्त, जनवरी, फेब्रुअरी, मार्च, अप्रिल, मे, जुन, जुलाई, अगस्त 3 महिनामा मैले लगभग 35वटा जिल्लाको भ्रमण गरेँ, यात्रा गरेँ, तीर्थयात्रा गरेँ, ट्राभल गरेँ, स्यानिटेसन प्रोग्राम चलाएँ, प्लस तपाईँको भ्लगहरू बनाएँ। प्रत्येक जिल्लाको प्रत्येक नगरपालिका भ्रमण गरेर मठ मन्दिरको भिडियोहरू बनाएँ। धार्मिक एउटा हाम्रो हिन्दू धर्मको एउटा प्रचार प्रसार गरिदिउँ न त भनेर मैले आफ्नो आँटले एक्लै गरेँ, बिना पैसा सहयोग माग्दै जाँदाखेरि भ्रष्टाचार गर्ने कति भेटियो। मैले लगभग सबै पार्टीको नेताहरूसँग मेरो भेटघाट भयो, सबै पार्टीको जनप्रतिनिधिहरूसँग भेटघाट भयो। मेयर, उपमेयर, वडा अध्यक्ष, हरेक जिल्लाको हरेक नगरको। सोही सिलसिलामा मलाई दुई चारजना एक दुईजना मेयरहरूले त सहयोग पनि गरेनन्, तर पनि मैले केही भनिनँ। समयले देखाउँछ भने तिमीहरू भ्रष्टाचार गर्दै जाऊ, तिमीलाई समयले देखाउँछ भने जस्तै जेएनजीले देखाइ पनि दियो तिमी दुई चारवटा नगरपालिकाको मेयरहरूलाई। त्यही भएर एउटा सानो मलाई चित्त बुझेको थिएन, मैले अहिले फ्लास गरेको हो। म भ्रमणकै क्रममा पोखरा छेउछाउकै नगरपालिकाहरूको एक दुईजना मेयरले पनि मलाई असहयोग गरेको थिए। लास्टमा असहयोगको परिणाम त देखिहाल्यो। यस्तै हो साथीभाइ, राम्रो गर्नुपर्छ, राम्रो गरौँ, राम्रो सोचौँ। म अहिले जे छु राम्रै छु, दुःख सुख चलिरहेछ। फेरि वैशाख जेठदेखि फेरि म एउटा अभियान लिएर हिँड्नेछु, राष्ट्रको लागि, देशको लागि, विद्यार्थीवर्गको लागि, र भ्लग पनि बनाउने छु। मेरो मेन पोइन्ट भनेको स्यानिटेसन प्रोग्राम, तीर्थयात्रा, साधना जस्तै छ। त्यही सिलसिलामा देशको सानो परिस्थिति, देशको अहिलेको हालको स्थिति यस्तै छ, नाजुक छ। भोलि कतिखेर के हुन्छ थाहा छैन। होस गरौँ, सोचौँ, सोच विचार गरौँ, सबैजना मिलेर देशलाई राम्रो बाटोमा लैजाउँ। सबैजना गरी खाने वातावरण बनाऊँ। व्यापार बिजनेसलाई ठप्प बनाउने नगरौँ, डामाडोल गर्ने नगरौँ। पहाड बेचेर करोडपति बनाउँछ नभनौँ, धर्म ल्याएर देश बनाउँछु नभनौँ। सबै धर्म एउटै हो। बरु हर्क साम्बाको मार्गतिर लाग्न सक्नुहुन्छ भने लाग्नु होला। श्रम चाहिँ गर्नुपर्छ। श्रम भनेको हरेक तरिकाको हुन्छ, हरेक किसिमको हुन्छ। हामीले काम गरेर पैसा कमाउनु पनि एउटा श्रम नै हो। श्रम संस्कृतिको विकास गरौँ, यही छ मेरो शुभकामना। हर्क साम्बाङको सपोर्ट गरौँ सबैले। यही छ सुमन पोखरेलको शुभकामना। राम्रो रहनुहोस्, सुखी रहनुहोस्। समृद्ध नेपालको लागि श्रम संस्कृति अभियानलाई सहयोग गर्नुहोस्। यही छ मेरो शुभकामना। ल।